धेरै समय पहिले सेरिवा राज्यमा दुईजना व्यापारी थिए। उनीहरू सहर सहर घुमेर तामा र घाँसका भाँडाकुँडाहरू बेच्ने गर्थे। एकजना इमान्दार व्यापारी जो कि बोधिसत्व थिए भने अर्को चाहिँ निकै धूर्त र लोभी व्यापारी थियो। एकपटक उनीहरू आन्द्रपुर नामको सहरमा व्यापार गर्न पुगे। उनीहरूले सहरलाई दुई भागमा बाँडेर आआफ्नो सामानहरू बेच्न थाले। त्यही सहरमा एउटा यस्तो परिवार थियो जो कुनै समय निकै धनी थियो तर अहिले निकै गरिब भइसकेको थियो। घरमा एउटी वृद्ध हजुरआमा र उनकी नातिनी मात्र थिए। उनीहरूका पुर्खाहरूले प्रयोग गर्ने एउटा पुरानो कचौरा घरको कुनामा फोहोरले पुरिएर कालो भएर बसेको थियो। वास्तवमा त्यो ठोस सुनको कचौरा थियो, तर वर्षौँदेखि कसैले सफा नगरेकाले उनीहरूलाई त्यो सामान्य भाँडा जस्तो मात्र लाग्थ्यो। सबैभन्दा पहिले